16 ब्लगमा जानेछौँ जस्तै के हेर्नुस् त ट्याग हुपील्यान्डको भ्यू हेर्न सक्नुहुन्छ मानेको सबभन्दा यसो फोन लाउन मिल्दैन र यो कपाल खतरा देखेछ कुतिया ठाउँ आँखा त राम्रै छ अब हामी 16 ब्लगमा जानेछौँ 16 ब्लगमा के हुनेछ भने हुपील्यान्ड पार्कमा घुम्ने रमाइलो गर्ने यस्तो अब घाम चर्केको घाम छ चर्केको घाममा विथ दिस 2 टिकट्स है अब यसमा चाहिँ पर पर्सन 750 लाग्ने रहेछ है अब यो मेरो क्यामेरा पर्सनको पनि 750 क्यामेरा पर्सनलाई नो डिस्काउन्ट है यो दुईटा गरेर अब हामी चिन्न जान्छौँ वेट 10 मिनट्स सो गाइस यो हुपील्यान्ड किर्तिपुरको हुपील्यान्ड अम्युजमेन्ट पार्कको फर्स्ट एन्ड ट्रिपको भ्यू है हेर्न सक्छौँ दिस इज माई सेकेन्ड टाइम हियर है म दोस्रो पटक यहाँ आएको छु यो मान्छेको अनुहार ट्याक्क म जस्तै के हेर्नुहोस् त ट्याक्कै अनि अब त्यहाँ त्यो चियरिङले गर्दा अलिकति हुन्छ नि बुम बुम चाहिँ भइरहेछ दिस इज द फर्स्ट ग्लिम्स यहाँ फर्स्ट ग्लिम्समा छिर्दै गर्दा अवतार मुभी त हेर्नु नै भयो होला अवतार मुभीको सिन पनि कडा छ वाउ सच अ सेक्सी लेडी है सो गाइस हैन स्विमिङ गरिसकेपछि स्विमिङ गरियो अलिकति रमाइलो नि गरियो आई ट्राइड अल दिस अब वान है म अब फोन पानीमा भिजोस् हैन तर यो मोमेन्ट चाहिँ क्याप्चर गर्नुपर्छ भन्ने उद्देश्यले मैले चाहिँ त्यहाँ माथि गएर नि भ्लग बनाउँछु है अब द रिस्क इज द्याट है यो ब्याकग्राउन्ड साउन्डले गर्दा मेरो के भन्छ अनि कपिराइट लाग्ला भन्ने डर छ के गरौँ त्यस्तै हो मेरो लागि साउन्ड म्युजिक बन्द गर्न भन्न मिलेन ओभरअल एक्सपिरियन्स भेरी गुड दिस इज माई सेकेन्ड टाइम हियर गाइज है दिस सेकेन्ड टाइम ओभरअल एक्सपिरियन्स गुड आई विल सो यु एभ्रिथिङ है ओभरअल एक्सपिरियन्स इज ग्रेट है यो चाहिँ चिल्ड्रेनको लागि हो है त्यो चाहिँ अब अलिकति एज माथि भएकोहरूको लागि हो बिचको लागि सबै यो रोलर कोस्टर राइडर झर्दै हुनुहुन्छ त्यो हो माथिको इज अ गुड बेटर एक्सपिरियन्स है त्यहाँ पनि राम्रो एक्सपिरियन्स हो जस्ट इट्स अमेजिङ है प्राइस इज अल्सो रिजनेबल भनौँ है ठिकै अब 750 इज अ गुड प्राइस है ठिकै छ इट्स एन अमेजिङ मोमेन्ट है रमाइलो गर्न कहाँ त्यसै पाइन्छ र होइन प्राइस पे गर्नुपर्छ टिकटको प्राइस पे गरिहाल्यो यसरी यति ठुलो बाबुबाई जस्तो बोक्न नि पर्छ है एन्ड देन माथि टुप्पा पुग्ने हो यति दुःख गरेर हिँडेर अनि 10 सेकेन्डमा झरिन्छ अगाडि चाहिँ तपाईँले झरेको एक्सपिरियन्स गर्नुहुन्छ है गाइस हेयरस्टाइल त म्या सडेको आलु जस्तो छ त मेरो हो यो अगाडिको राइड है स्टार्ट सो गाइस यो हुपील्यान्डको रोलर कोस्टर राइड गर्ने ठाउँ यहाँबाट सुरु हुन्छ यहाँबाट तपाईँले पुरै हुपील्यान्डको भ्यू हेर्न सक्नुहुन्छ हुपील्यान्ड यहाँबाट भ्यू चाहिँ कस्तो मेजेस्टिक भ्यू है पहाड देखिरहेछ उता चन्दागिरी देखिरहेछ ब्रेड टेकिङ भ्यू सिरियसली गाइस रेडी फर द भ्यू रेडी सेट गो
अड़ गई तो यो सेम राइड विथ फ्रन्ट भ्यू है फ्रन्ट भ्यू सहित सेम राइड गर्ने बाचा गरियो कम अन So you're finally मानेको सबभन्दा डेडली मानेको यो हो यसमा चाहिँ गर्न गइरहेको छु मेरो पार्टनर हुनु सो यो भन्छ नि जति नै राइड छन् आई गेस 1 2 3 4 5 6 6वटा राइडभरिमा सबभन्दा डेडली भन्दा सबभन्दा अलिकति हुन्छ नि एडभेन्चरस राइड जुन लागेछ मलाई त्यही हो यसमा कस्तो हुन्छ नि फोन लगाउँदा मिल्दैन योभन्दा पहिलाको राइडमा फोन लगेको थिएँ होला मैले यसमा फोन लगाउन मिल्दैन र यो छिर्ने बित्तिकै यस्तो अँधेरो यस्तो हुन्छ तपाईँलाई म देखाउँछु त्यसो त राइड यहाँबाट छिर्ने हो अब एक्सपिरियन्स दाइ जाँदा हुन्छ छिर्दै गइरहेछौँ हेरिराख्नु भएको छ है दिस इज अल हुपील्यान्ड यो सबै हुपील्यान्ड हो यहाँ चाहिँ अलिक यो अलि एज भएको मान्छेहरू यहाँ आउनुहुन्छ 5.5 फिट चाहिँ गहिरो छ है अनि त्यसपछि यहाँ चाहिँ सबै राइडहरू हुने हजुर माथि हेर्न सक्नुहुन्छ है यस्तो छ त्यहाँको चिल्ड्रेन त्यहाँ म्युजिक नाच्ने अवस्था नि छ है त्यहाँ जानुपर्छ है गाइस सो गाइस यहाँबाट एरियल भ्यू है हुपील्यान्डको अब यो राइड अब आई डोन्ट नो यो राइडलाई के भन्छ यो राइड गर्ने हो है यो राइड गर्ने इच्छा एकदमै थियो तर हैन यो राइड चाहिँ गर्नुपर्छ कम अन मिनी हल्क इज हियर गाइस मिनी हल्क सो गाइस अब हुपील्यान्डमा आइएछ रमाइलो गरेकै छ यस्तै छ अनफर्चुनेट के इन्सिडेन्ट भयो भने यता घाम मजाको लागिरहेको थियो अनि घाम मजा लागेपछि गर्मी भएपछि यहाँ रमाइलो भयो तर अब पानी परिरहेछ पानी परेकोलाई चिसो भयो चिसोले गर्दा झन् चिसो भयो
अनि छिटै फर्किनेतिर लागिन्छ मोमेन्ट चाहिँ इन्जोय गरेकै छ गुड भाइब्स अल गुड भाइब्स सो गाइज यहाँ एउटा अर्को एक्सपिरियन्स के छ भने यहाँ डान्सिङ ठाउँ छ मजाको गीत बजिरहेछ सो यहाँ भित्र पनि डान्सिङ गर्ने ठाउँ छ लेट्स एक्सपिरियन्स दिस सो गाइस है अब यो सबै कम्प्लिट भइसक्यो कपडा नि लाइयो बेताल्दैछ है कपडा नि लाइयो अब राइडहरू यहाँ बाँकी बचेको राइडहरूमा आँखा ताकिन्छ अनि खेलिन्छ आई विल सेयर यु द एक्सपिरियन्स गाइस सो टाइम फर दिस राइड कीर्तिपुरको कस्तो मजाको सिनेटिक ब्युटी आएछ अब यो राइडको नाम चाहिँ फ्रिस्बी हो है माथि हामी चौबारको डाँडा हेर्न सक्छौँ कस्तो राम्रो गुम्बा यसमा फर्स्ट टु रिच वेटिङ फर मोर पिपल सर र 360 घुमेर देखाउनु पर्यो यसलाई ल दिस इज अल लेट्स कस्तो हुन्छ हेरौँ सो गाइज है यो नचलाउने भनिरहेको थियो यसरी यहाँ चलाइसकेपछि लक हुने रहेछ आफै यहाँ लक भइयो मान्छे आयो नि चलायो नि नचलायो नि खोलेन भने म रातभरि यहाँ प्याक हुन्छु चस्मा बिर्सेँ कि चस्मा हुनु त मेरो ब्लगमा चस्मा भएपछि अनुहार थोपडा राम्रो आउँदै आयो चस्मा नभएर त गुइयो अनुहार आउने रहेछ गुइयो अनुहार आए पनि जस्तो आए पनि घमण्ड छ किन घमण्ड छ एन्ड बिग केयर ब्लग्सको फाउन्डर भएर घमण्ड छ बिग केयर ब्लग्सको फाउन्डर बिग केयर ब्लग्सको फाउन्डर भएर घमण्ड छ सो राइड सुरु भइसकेछ बिग केयर ब्लग्समा प्रत्यक्ष प्रसारण भइरहेछ mama. वो गया काम से। अरे चलो गया काम से। So front view चाहिँ कस्तो छ हेर्नुस् घुम्दै घुम्दै ओपिल्यान्डको एरियल भ्यू लिँदै ओ सेकेन्ड टाइम इन द सेम राइड है ब्याक क्यामेरा हाम्रो विथ दिस काइन्ड अफ भ्यू सर जुरासिक पार्क सो गाइस है वान अफ द डेडलिएस्ट सबभन्दा डर लाग्ने राइडमा आइएको छ 360 चाहिँ गर्नै पर्छ है रमाइलो हुन्छ ल सो आई एम रेडी हैन यो अब ओपिल्यान्ड पार्कको सबभन्दा अब हुन्छ नि अब यो 360 भनेको त छ काठमाडौँमा धेरै तर यो वान अफ द हुन्छ नि अब यहाँ यति भएभरिमा चाहिँ मैले मेरो मूल्याङ्कन अनुसार चाहिँ अलि एकदम डर लाग्ने देखि मान्छेलाई त्रसित पार्ने र एडभेन्चरस राइडमा हामी आइपुग्यौँ है ल मुटु थामेर सो कपाल खतरा देखिन्छ
अड्कियो So next ride मा छु So this is the dinosaur है अब यो पक्कै नै ओरिजिनल हैन त्यही पनि डाइनोसरको कंकाल हामीले हेर्न सक्छौं है Let's go to Jurassic Safari So यो भुतिया ठाउँमा है डाइनोसर देखिन्छ भने आशय छिरियो What is this? Stones यो ढुङ्गै हो त गुफामा जस्तो फिलिङ आइरहेछ ओ वाउ वाउ अड्कियो ठक्यो र Dig up Jurassic Classic. Fokusing मात्र हामी अगाडि बढ्छौं के त्यसकै हामीले हेर्न सक्छौं कति राम्रो आँखा ओहो आँखा त राम्रै छ डिएन गुड बाई टाइम भइसक्यो अहिले कति बजेछ होला आई गेस 6:20 भइसक्यो अब यहाँ नाइट पुल पार्टी नै हुन्छ नाइट पुल पार्टीतिर लागिएन है किर्तिपुरको मजाको भ्यू आइरहेछ यसको पनि हुपील्यान्डको नि मजाको हुपील्यान्ड भ्यू लाग्यो सो यही गर्दै गर्दा ब्लगको डी एन्ड भयो के कस्तो प्रतिक्रिया लाग्यो अवश्य कमेन्ट गर्नु होला शेयर गर्नु होला सब्स्क्राइब गर्नु होला है ल गुड बाई गाइस